तिमीलाई साह्रो माया गर्छु के तिमी मलाई माया गर्छौ यो दैलो पनि ठ्याप्पै अडिँदैन के मिस्त्रीले पनि के गरे हो अलि तातो तातो घाम छ चाहिँ एक सर्टको तान्नु पर्यो छोरी ओइ छोरी यहाँ आइज न यो जिन्दगी के भयो के भएको यो पहिला धुरुसेले मेरी बिहासँग खोइकै पुरी त भन्थ्यो त्यस्तै भयो तँ के गर भने नि त्यो तल्लो काल्लामा धोती सरौहरू छ हो त्यो काटेर लिए एक भारी बाख्रा मरे भोकाले के हो धोती सरो भनेको चाहिँ मरेको लाटी जान्दिनस् त्यति घाँस हो घाँस धोती सरो अरू के छ त्यहाँ ढोडे छोडे के छ लिए डोको लिएर जा हराउली नाम्लोले बाँधेर बोकेर ल्याउनु माथि डोरीले बाँधेर हो म एकछिन परतिर जानु छ गाउँमा म त कति भयो घाँस नकाटेको आउँदैन म त आउँदैन खाना त आउँछ नि तँलाई गएर एक बारी घाँसले पहिला तेरी फुपूले काट्थी तेरी आमाले पनि काटेको छोरीले सिक्नुपर्छ त्यसरी जान्दिनँ भनेर हुन्छ आउँदैन मलाई एक बारी ल्याउनु घाँस काटेर अनि म त्यो पर जानु छ त्यहाँ पुगेर आउनु छ अनि म भरे तँलाई अनि अरू काम म भरे हराउँछु ल ल्याउनु एक बारी घाँस ल्याएर निच्च गर्नु होइन त्यहाँ म गएको कहिले नगरेको कामहरू लाउँछन् हौ त्यो धोती सरो भनेको के हो कहाँबाट लिएर आउनु हो होइन यो जिन्दगीदेखि पनि हरेस भन्दा नि हरेस लागिसक्यो जाडो दिन दिनै बढ्दैछ यी चन्दने बाले नि पुतली नदिने रहेछन् पुतलीले त मन पराउँछ जस्तो त लाग्दैछ नि होइन केही न केही चाहिँ जुक्ति लाउनु पर्ने रहेछ हौ मैले जुक्ति लाउनु हो त ओहो सम्झिज्यू अनि कताबाट म ठिक्क सम्झिँदै थिएँ थुप्रो दिन भयो भेट नभएको यसो के रहेछ खबर बुझिरहेको ए एउटा सल्लाह छ हौ सम्झि बस्नु न ओ दर्पणे कहाँ गएछ दर्पणे यहाँ आइज त भाइ यहाँ यता बाहिर आइज न बाहिर नमस्कार सर हेर्नु नि सम्झि अब दिनै पछि जाडो बढ्दैछ कि छैन भने कति जाडो छ छैन अब तिमीहरू दुईजनाले चाहिँ मलाई एउटा साथ दिने बेला हो अब जसरी भयो नि ती पण्डितकी बुढी पण्डितकी छोरी बुढी त छैन पुतली पट्याउनै पर्ने भयो पट्याउन चाहिँ तिमीहरूको साथ चाहिन्छ म मेरो एउटा दिमागमा एउटा जुक्ति छ कि त्यो तिमीहरूले गरिदेऊ अनि त्यो केटी एकतालाई पटिन्छ मलाई याद छ त्यसले मन पराउँछ जस्तो लाग्दैछ मैले अस्ति विचार गरेको त्यो चाहिँ होइन सम्झि ल एउटा सल्लाह छ यहाँ अलिक छेउमा आउनु अरूले सुन्छ ल तिम्रो अलिकति अगाडि गइहाल हो म एकछिनमा हामी लाग्यौँ त्यसो भने अनि के गरेको यो साला को हो तिमीहरू हो मेरो पुतलीले केही भएन होला नि केही भएन बस 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 को र तिमी हटाएर खै को म त यहाँ घाँस काटिरहेको थिएँ एकैचोटि आएर पुतली अब म छु भने तिमीलाई सधैँ साथ दिन्छु होइन अब हेर यस्तै गुन्डाहरू आउँछन् अब तिम्रो बाउले हात दिन्छ नि दिने याद छैन
म तिमीलाई साह्रो माया गर्छु के तिमी मलाई माया गर्छौ हजुर गर्छु सिम्पल तिमी यस्तै माया लाग्छ र त म यसो अघि आउँदा आउँदै बाटामा अमला भेटेको थिएँ लु यो खाऊ मिठो अमला थ्याङ्क यू ल मिठोसँग मजाले खाऊ न अनि नि पुतली तिमीलाई के खान मनपर्छ खानामा मलाई मोमो चाउमिन पिज्जा यस्तैहरू ए तपाईँलाई चाहिँ मलाई चाहिँ अब मलाई त के भयो यो बस्तीमा बस्ने बानी त्यही खोले डल्ला फापरको रोटी कोदाको रोटी मनपर्छ मलाई चाहिँ ओहो दुईजना आएछ नि ए बसौँ एकछिन ल पुतली एकछिन अब हेर तिमीहरूले गर्दाखेरि झन्न कुरो मिलो हो बल्ल बल्ल मिलो अनि गरौँ धेरै धेरै धन्यवाद तिमीहरूलाई अब हामी एकछिन गफ गर्छौँ होइन के त भन्नै पर्यो नि त अझै होइन कुरा त थप्नै पर्यो चन्दने बाबु घुम्दै घुम्दै आउन बेर लाउँदैन यसो उतातिर फर्केर बाटोतिर तिमीले यसो आँखा घुमाओ ल चन्दने बुढा चन्दने लु हामी उहाँ बस तिमी यहीँ बस हो तिमी सम्झि यहीँ बस त अलिक उहाँ बस त त्यो चन्दने आउँछ उदो फर्केर हेर ल त्यहाँबाट ल ए हेर्दै याद चाहिँ गर है ल पुतली यता आऊ बुढा हेर्न त लगायो बुढाले देखे भने चाहिँ कता भाग्नु पर्ने हो ए यिनीहरूको यो हो पारा यिनीहरूलाई मैले जानेको छु अब लौरो कहाँ गयो बाटो कहाँ गयो यिनीहरूलाई तानी तिम्रो आमालाई छ ए होइन के म त हार भइसकेँ हो अब तानी खोइ म यसलाई त नि गम्बुटेलाई त के चाहिँ भन्नु यो त्यही खालको त असतीलाई यसलाई त नि ज्वरो पनि नआएको ज्वरो आएर 3 महिना थला पर्नु नि यो यसको हड्डी पनि भाँचिनु पर्ने यो यसलाई त म डोकामा छोप्छु कहिले डोकामा छोपेर नि यसलाई 6 महिना चाहिँ ढिङ्ग्याउँछु यसलाई पनि कुन चाहिँ केटो खोजेर दिउँ हो यो यसले त मलाई हार बनाइदियो घाँस काट्न पठाएको तँलाई ओइ त्यही तँलाई लप गर्न पठाएको घाँस काट्न पठाएको थिएँ मैले घाँस काटिस यसो गरेर मस्किँदै गफ गरेर चाहिँ तँलाई भयो मलाई छिनी तँ यो देशन नि भयो यो गोमुटेलाई त नि हिँड तँलाई त म घरमा लगेर तँलाई मैले जानेको छु तँलाई मैले जानेको घरमा लगेर तँलाई ढाँट्टा बसाइनु छु भन्नु त नि तँलाई त म चुप लाग्दैन घाँस पर्दैन काट्छु